माइक्रोसफ्ट विन्डोज 16 भर्जनमा आज हामी तपाईलाई यसको बारेमा परिचय गराउन गइरहेका छौं। यसको सबैभन्दा माथिल्लो भागमा रहेको टाइटल बार हो र यसको राइट साइडमा रहेका बटनहरू भनेका यो क्लोज हो, म्याक्सिमाइज, मिनिमाइज रहेको छ भने यसको लेफ्ट साइडमा रहेको सेभ जसको सर्टकट के हुन्छ कन्ट्रोलसँग एस र त्यसभन्दा यतातिर एक स्टेप अगाडि हेर्ने हो भने उन्डो रहेको छ जसको सर्टकट के हुन्छ कन्ट्रोलसँग जेड र त्यो भन्दा यतातिर रहेको बटनको नाम हो रिडो। रिडो भनेको कन्ट्रोलसँग वाई गर्यो भनेपछि नि रिडो हुन्छ, कन्ट्रोलसँग जेड गर्यो भनेपछि के हुन्छ उन्डो हुन्छ र यी बटनहरूलाई चाहिँ क्विक एक्सेस टुलबार भनिन्छ। यो भागमा रहेको यो तल्लो भागमा रहेको सम्पूर्ण एरियालाई चाहिँ रिबन भन्छ। यसमा रहेको होम मेनु बार अर्थात होम पेजमा रहेको यो पेजमा रहेको माथिल्लो भागमा रहेको होम ट्याब चाहिँ यसलाई होम मेनु पनि भनिन्छ अर्थात मेनु बार पनि भन्ने गरिन्छ र यसको ठीक तल रहेको रुलर बार हो जसमा होरिजेन्टल एउटा अनि भर्टिकल अर्को। भर्टिकल भनेको यो छेउमा रहेको यो भागलाई चाहिँ भर्टिकल भनिन्छ भने यो छेउमा रहेको यो माथिल्लो भागमा रहेकोलाई चाहिँ होरिजेन्टल बार भनिन्छ। भर्टिकल र होरिजेन्टल दुई किसिमका रहेका छन् र यसको ठीक तल गएर हेरौं हामी यसलाई हामीले म्याक्सिमाइज पनि गर्न सक्छौं अर्थात जुम इन गर्न सक्छौं। जुम इन गर्नको लागि प्लस मा थिच्यो भने चाहिँ जुम हुने रहेछ, जति पनि बढ्ने रहेछ भन्दाखेरि कतिसम्म बढ्न सक्छ त्यो हामी पुरै तान्नेर हेरौं है त। कतिसम्म बढ्न सक्छ त भने 500 सम्म यसको साइज हुने रहेछ। 500 सम्म म्याक्सिमाइज साइज 500 हुन्छ भने मिनिमाइज साइज भनेको यसको 10 टु 500 सम्म यसको साइज हुने गर्छ र यसैगरी हामीले यो छेउमा रहेको तलमाथि सार्न मिल्ने यो बटन भनेको स्क्रोल बार हो। हामीले यो पेजमा रहेको कुनै पनि यो वर्किङ एरिया हामीले काम गरेको वर्किङ एरियालाई तलमाथि सार्नु पर्यो भने यो स्क्रोल बारको प्रयोग गरिन्छ। यो हो भर्टिकल स्क्रोल बार एन्ड यो तल छेउमा रहेको होरिजेन्टल स्क्रोल बार हो र यो होरिजेन्टल स्क्रोल बारले चाहिँ हामीले लेफ्ट साइडतिर अथवा राइट साइडतिर सार्ने काम गर्दछ भने भर्टिकल स्क्रोल बारले हाम्रो डाउन अफ साइडतिर सार्ने काम गर्दछ। यो छेउमा रहेको स्टार्ट बटन हो र यहाँभन्दा अलि यतातिर सर्च बारमा हामीले यसमा सर्चिङ गर्यौं भने चाहिँ हामीले भेटाउने गर्छौं र यसमा रहेको छ अब हामीले यसको बारेमा फाइलमा गएर हेर्नेछौं अथवा माइक्रोसफ्ट अफिस वर्डको अफिस बटन यसलाई भन्छ अफिस बटन अर्थात फाइल र यहाँ फाइलमा क्लिक गर्यो भने चाहिँ हामीले यहाँ देख्न सक्छौं विभिन्न भर्जनहरु रहेका छन्, फेरि विभिन्न अप्सनहरु रहेका छन्। यी बटनहरु हुँदै माइक्रोसफ्ट अफिस विन्डोज 16 भर्जनमा रहेका यी बटनहरु रहेका छन्। हाम्रो न्यू बटनमा चाहिँ के रहेको छ भने हामीले न्यू बटनको काम भनेको नयाँ पेज क्रिएट गर्नको लागि न्यू बटनको प्रयोग गरिन्छ अर्थात यसको सर्टकट की भनेको कन्ट्रोलसँग एन गर्यो भने चाहिँ नयाँ पेज ओपन हुने गर्छ। त्यसपछि ओपन अप्सन भनेको हामीले सेभ गरेको डकुमेन्टहरुलाई अर्थात फेरि एडिट गर्नु पर्यो भने पेजमा ल्याएर हामीले ओपनको प्रयोग गर्छौं र सेभ बटन यसको सर्टकट के हुन्छ सेभ बटनको काम भनेको कन्ट्रोलसँग सेभ गर्यो भने कन्ट्रोलसँग एस गर्यो भने चाहिँ सेभ हुन्छ अनि डकुमेन्ट सेभ गर्ने तरिका भनेको अर्थात त्यहाँबाट भएन भने अफिस बटनमा क्लिक गरेर हामीले डिजाइन गरेको कुनै पनि डकुमेन्टलाई सेभ गर्नको लागि यो सेभमा क्लिक गरिन्छ। त्यसपछि यसको सर्टकट के भनेको कन्ट्रोलसँग एस हो। सेभ एज भनेको चाहिँ सेभ गरेको डकुमेन्टलाई चेन्ज नगरी त्यसमा अदर डकुमेन्टहरुलाई एडिट गरेर सेभ एज गर्न सक्छौं। यसमा अन्य बटनहरु पनि रहेका छन्। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले प्रिन्ट, शेयर, एक्सपोर्ट, क्लोज, अकाउन्ट हैन अप्सन भनेर लेखेको छ। यसमा विभिन्न किसिमका अप्सनहरु रहेका हुन्छन्। यसैगरी हामीले होम मेनुमा के कुराहरु रहेका छन् त आज हामी यसको बारेमा कुरा गर्छौं। होम मेनुमा रहेको छ कट, कपी, पेस्ट, फर्मेट पेन्टर अर्थात यसलाई क्लिपबोर्ड भित्र रहेका यी अप्सनहरु अथवा यी बटनहरु रहेका छन्, यी अप्सनहरु रहेका हुन्
हामीले यसलाई अहिले चाहिँ एक्टिभ भएको देखिँदैन कपी र कट। हाम्रो जति बेला कुनै पनि डकुमेन्टहरु सिलेक्ट गर्यौं भने चाहिँ हामीले त्यसमा यी बटनहरु चाहिँ एक्टिभ हुन्छन्। हामीले आजको लागि भनेको यसको इन्टरफेस मात्र यसको कुराहरु गर्यौं। अर्को चोटी भने हामी तपाईहरुको क्लासहरु सरसर्ती लग्ने छौं। प्रत्येक भिडियो भाग भएर प्रत्येक स्टेप बाइ स्टेप सिकाउँदै जाने छौं एउटा कुराको बारेमा। र यसका लागि तपाई हेर्न चाहनुहुन्छ भने यो युट्युब च्यानललाई लाइक शेयर एन्ड सब्स्क्राइब गर्नुहोस् र ताकि यसमा बनाएको माइक्रोसफ्ट अफिस कोड लगायतका भिडियोहरु मैले अपलोड गर्न साथ त्यो तपाईसम्म पुगोस् भन्नका लागि हो। आजलाई भने यति नै गरौँ, बाँकी अर्को पाठमा आउने नै छ।